मलाई अब त हाम्रो देशको राजनीति कस्तो दिशातिर जाँदैछ भने जो व्यक्ति सत्तामा छन्, जो नेताहरू सत्तामा छन्, जुन दलको नेतृत्व सत्तामा छ र कुर्सीमा पावर छ, पहुँच छ, ती व्यक्तिहरूले मात्रै देशमा खुलमखुल्ला हिँड्न पाउने, खुलमखुल्ला चाहिँ भ्रष्टाचार गर्न पाउने, खुलमखुल्ला चाहिँ उहाँहरूले जे भनेको छ त्यही कानुन लाग्ने यस्तो नीति, यस्तो नियम र यस्तो कानुन भएको छ है। र हिजो मात्रै ट्रामाक्स घोटाला काण्डमा अरबौं रुपियाँ घोटाला गरेको आरोपित कांग्रेसका नेता पूर्व मन्त्री मोहन बस्नेतलाई चाहिँ 25 लाख धरौटीमा छाड्ने अदालतले आदेश दिएको छ। एकै दिनमा थुन्चेक बहस पनि सकिने, एकै दिनमा चाहिँ अदालतले यो विभिन्न चाहिँ मुद्दाहरूमा चाहिँ फैसला गरेर चाहिँ उहाँलाई छोड्ने जसरी आदेश दिएको छ, यो एकदमै खेदजनक छ। किनभने यसै ठाउँमा कोही स्वतन्त्र व्यक्ति चाहे कोही विपक्ष दलको नेता भयो भने उसलाई यो थुन्चेक बहसमा मुद्दा सुनाइ हुन पनि पछिल्लो दिन धकेलिनु पर्ने, महिनौं पछि लाग्ने है, हप्ताौं दिन लाग्ने, बिचाराले कुर्नुपर्ने यस्तो स्थिति, फेरि त्यही माथि पनि धरौटी तिरेर पनि जेलमा बस्नुपर्ने। तर आफ्नो सत्ता पक्षको नेता भयो भने खुलमखुल्ला हिँड्न पाउने, उहाँले काम गर्न पाउने है, यतिसम्म भेदभाव छ। अनि यस्तो विभेदमा हामी नेपाली जनताहरू, युवा साथीहरूले यदि अझै पनि हामीले बुझेनौं भने देशको हालत के होला तपाई आफै बुझ्नु होला। अस्ति नै हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जुन कारागारबाट पठाएको तपाईहरुले पनि सुनेको होला, त्यो उहाँले अपिलका साथ केही शब्दहरू उहाँले ठूलो चाहिँ प्याराग्राफमा लेखेर चाहिँ उहाँले पठाएको थिए र यसकारण तपाईहरुले पनि त्यो सुन्नु भएको होला। एउटा युवा भएको कारणले तपाईहरुले एकचोटी त्यो सुन्नु होला। यदि त्यो सुन्यो भने तपाईहरुको पक्कै पनि खुन उमल्छ होला है। हामीले सधैँभरि देशको नेतृत्व सम्हाल्न यी भ्रष्टाचारीहरूलाई, यी नेताहरूलाई अझै पनि हामीले देश बेच्न दिने हो भने अब देशमा नयाँ आएका रवि, भोलि बालेन अर्क, यिनीहरूको पनि यस्तै हालत हुन्छ। त्यसैले अब हामीले चुप लागेर बस्ने समय छैन र सबै युवा साथीहरूले एकजुट भएर लाग्यौं भने मात्र सम्भव छ र नभए हामीले भोलि यो देश नेपाल पनि रहने छैन। र यसकारण सबैजनाले चाहिँ एकजुट भएर लाग्न अति आवश्यक छ। तपाईहरुले स्पष्ट बुझिसक्नु भएको छ, सत्ता पक्षका मान्छेहरूलाई खुलमखुल्ला हिँड्ने चाहिँ कानुन छ र जो विपक्षमा, जो स्वतन्त्र, जसले देशको मुहार फेर्छौं भनेर राजनीतिकमा आएका छन्, उनीहरूलाई खुलमखुल्ला विभिन्न षड्यन्त्र गरेर, विभिन्न प्रलोभमा पारेर र राजनीतिक सेटिङ गरेर चाहिँ उहाँलाई हिरासतमा मार्ने समेत चाहिँ यिनीहरूले राजनीति गरिरहेका छन्। त्यसैले सबै दाजुभाइहरूलाई एकचोटी देशभन्दा माथि, राजनीतिक दलभन्दा माथि उठेर देशको चिन्ता व्यक्त गरेर चाहिँ तपाईहरु सबैजना लाग्नुपर्ने छ र यसका लागि सबैजना एकजुट भएर